नमस्कार यहाँहरूलाई। तपाईले हाम्रो थम्बनेलमै देखिसक्नु भएको छ। यस पटकको म्यानुफ्याक्चर एक्जाम चाहिँ सकिसकेको छ अनि हाम्रो कटलाइन चाहिँ कति होला त भन्ने बारेमा चाहिँ धेरै साथीहरूको जिज्ञासा अनि त्यसको बारेमा चाहिँ एउटा भिडियो बनाउँदै छु म। हाम्रो चाहिँ यस पटकको म्यानुफ्याक्चर एक्जाममा चाहिँ सहभागी भएका साथीहरू चाहिँ 65,000 मध्येमा चाहिँ 7,000 देखि 8,000 चाहिँ अप्सन भएको भन्ने कुरा चाहिँ सुन्नमा आएको छ। त्यसले गर्दा पनि तपाईको लगभग 60,000 जनाले चाहिँ एक्जाम दिनुभएको छ, जस अन्तर्गत चाहिँ तपाईको प्रत्येक दिन एक्जाम दिनेहरूमा चाहिँ लगभग सुनेको कुराहरूमा चाहिँ 30 देखि 40 जना चाहिँ 40 र 39 आयो भन्ने कुरा चाहिँ सुनिएको छ है। एक्ज्याक्टली हो वा होइन भन्ने कुरा त राम्रोसँग अब हामीलाई पनि थाहा हुने कुरा भएन। अब जानकारी अनुसार चाहिँ नै हो अगाडि भन्ने कुरा हैन। अनि त्यही भएर धेरै साथीहरूमा चाहिँ सर 38 ले के गर्ने होला, 38 होला कि 39 होला भन्ने कुरा धेरै सुनिएको छ। त्यही भएर अब त्यो पनि अब प्रत्येक दिन अब तपाईको 40 र 39 ल्याउने 40 देखि 50 जना हुने हो भने हाम्रो अब 60,000 एक्जाम दिँदै गर्दा प्रत्येक दिन 40 देखि 50 जना विद्यार्थीको चाहिँ 40 र 39 आउने हो भने कटलाइन चाहिँ 39 हुने सम्भावना चाहिँ धेरै नै छ। यदि होइन 40 र 39 ल्याउने चाहिँ 25-30 जना भयो भने चाहिँ तपाईको 38 ले पनि चान्स पाउन सक्छ। अनि प्रत्येक दिन एक्जाममा चाहिँ अब 40 र 39 ल्याउने नै 40 देखि 50 जना भयो भने चाहिँ त्यसको आधारमा पनि अब कोटा हाम्रो 3500 भनेको छ। अनि अब यसरी त फेरि हाम्रो यतै हजुरहरुको 6,000 पुग्छ। त्यसरी चाहिँ 38 लाई नतान्ने सम्भावना पनि धेरै पनि छ। अनि 40 र 39 ल्याउने विद्यार्थीहरू मध्येबाटै अब के कति हुन्छ आँकडा त्यस अनुसारमै अब कटलाइन के कति हुने भन्ने कुरा चाहिँ निश्चित हुन्छ। यसको आधारमा चाहिँ अहिलेलाई चाहिँ कटलाइन यति नै भन्ने कुरा चाहिँ त्यस्तो अब फिक्स गर्न चाहिँ सकिदैन। अब चाहिँ अब बाहिर हल्लाहरूमा चाहिँ धेरै अब सुनिएको छ 38 हुने रे भन्ने जस्तो कुराहरू पनि सुन्नमा आएको छ हैन। त्यही भएर अब पढ्दै गरेको साथीहरूले पनि स्किल टेस्ट गरिरहेको साथीले अब 39 र 40 ल्याएको त प्र्याक्टिस गरिरहनु भएको छ। अब यदि 38 आएको छ भने हजुरहरू पनि समय मिलाएर अब इन्टरभ्यूको तयारीहरुका क्वेशनहरु हेर्दै गर्ने। अब पछि के कति कटलाइन हुन्छ त्यसको बारेमा चाहिँ पछि पनि अब हैन सबै कुरा थाहा हुन्छ, अलिकन समय पनि हुन्छ, त्यसपछि प्र्याक्टिस गर्ने समय पनि मिल्छ के। त्यस आधारमा चाहिँ गर्न सकिन्छ।